यो हजुरले उहाँको मान्छे निकाल्छ भनेर लिनु भएको रहेछ लिनुहोस् साथीको नाम के हो बस्छ भन्छ कि बस्छ साथी नाम अब कानुनको हातमा हामीले होइन हामीलाई जानकारी चाहिन्छ नेपाली कसरी बेचेर पनि फर्काउन 2 लाख पैसा लिएको अघि तपाईले पैसा ल्याउँदा नि पैसा क्या दुई दिन हाम्दिने हाम्रो अनुसन्धानले जे देखाए पनि छ हामीलाई जानकारी गराएर झोला पैसा गर्नु छोड्दैछन् उहाँको यहाँ सुन्छ अनि फेरि हामीले दोस्नेलाई यो अहिले फेरि हराउन फेरि त्यो अलिकति त्यो झोला राम्रो पुरा अनुसन्धान तपाईँले केही छ भने हेरौँ तपाईँको रोगर त कति टाढो कहाँ लाने नभए हिँडेर लैजाउँ ल गाडीको त होइन देखाउँदै लाने यस्तो दलालहरूलाई गाडीमा होइन दाजी झोला छ कि यहाँ जोरपाट चौकी यहाँ रहेछ इधर त मिल्दैन पार्टीको चौकीमा दलाल भइसकेको दलाल भाइ चाहिँ त्यहाँ पुगिसकेको मैले पानी हालेको थिएँ पछाडि अनि त्यो भएर मैले गोपाललाई यहाँबाट भाँड्न खोजेको थियो यहाँबाट भाँड्न खोजेको यहाँ पुगिसक्यो तपाईँहरू कहाँ थियो हामी गेटमै अब हाम्रो मिसन भनेको दलाल समाजको मिसन हो हाम्रो धेरै बेचिरहेको छ सेटिङबाट अब एयरपोर्टबाट हटावट छिराइरहेको छ अबको हाम्रो टार्गेट भनेको यो दलालहरू समात्यो दलाललाई कारवाही गर्नै पर्छ छोड्नु भएन होइन यो यस्तो दलाललाई छोड्ने छोड्छ हामी चाहिँ दुनियाँ हाम्रो चेलीबेटी बचाउनुको लागि चाहिँ हामीले यो दलालहरूलाई समातेको छ उताबाट साधारण तारिक भनेको छ एकचोटि चाहन्छ दलालले कहिले केटी बेच्ने मान्छेले चोरले कहिले छोड्यो भन्दा चोर्नु छोड्छ त चोरलाई त छोड्यो झन् चोर छैन उसलाई त हौसला पर्छ मलाई छोड्यो अझ पनि चोर्छु भन्ने हुन्छ अनुहार देखाउन पर्यो अरू मान्छे त फसियोस् होइन अहिले फेरि दिन्छु नि तँलाई फेरि एउटा मानवता भनेर चाहिँ छैन तिमीहरूको मानवता छैन यहाँ कुरो हामीसँग अझै त मानवता भएर मात्र बचिरहेको नि फेरि हामीसँग तिमीहरूको जस्तै मानवता भएन भने तेरो यहाँ लास हुन्छ फेरि विचार गर फेरि अब भनेको यो यस्तो दलालहरूलाई हामीले यो सुध 3 जना भयो है यो सुध अस्ति गङ्गो समात्यो एउटा गङ्गो बुवा समात्यो तारिकमा छोडेर है अब अस्ति भर्खर फेरि तारिकको छोड्न समात्यो त्यो पनि हिजोबाट के को लागि भनेर छोडेको छ अब यो सुध 3 जना हो यसरी हामी चाहिँ दुःख गरेर हाम्रो चेलीबेटी जोगाउनु दलाल समात्ने होइन अनि कानुनले चाहिँ तारिक भन्यो एक चान्स भन्यो छोड्नु त भएन नि त होइन हामी त कुकुरको धारमाथि चाहिँ हामी कुकुरको धारमाथि चाहिँ हिँडेको मान्छे हामी यसो समात्दैन हामीलाई चाहिँ भोलि के मार्दैन होला त होइन हामी चाहिँ जिउ ज्यानको जोखिम दिएर चाहिँ हाम्रो नेपाली चेलीबेटी दाजुभाइलाई लड्दै नि कानुनले हेर्नु पर्दैन कानुनले बुझ्नु पर्दैन बारम्बार हामी समातेर बुझाउने अनुले बारम्बार छोडेर हुन्छ यस्तोलाई त गृहमन्त्रीसँगको सेटिङ छ भन्ने मान्छे पनि बिरोमा गएर 5 तारिकमा छोड्यो कि यसमा हाम्रो ध्यान राख्नु भएको छ है हाम्रो राष्ट्रिय क्रेडिट महासङ्घ ध्यान राख्नु भएको छ त्यसै छोड्न पाइँदैन यो सुधा 3 जना भइसक्यो होइन अब हामीले हाम्रो नेपाली चेलीबेटी बचाउनको लागि नै दलाललाई समात्न पर्ने अवस्था आइसक्यो कि अब एयरपोर्टमा गएर हामीले चेक जाँच गर्न मिल्दैन होइन धेरैजना
भिजामा दुबई भनेर छिराएको छ, कोही कुवेत, कोही ओमान, कोही इराक छोडेको पठाएको छ, बेचेको छ। अलरेडी मेरोमा अहिले पनि म्यासेज दाइ मान्छेहरू निकाल्नु भनेर मेरो म्यासेज रातभरि फोन आउँछ यार, रातभरि फोन आउँछ, रातभरि म्यासेज आउँछ। हाम्रो नेपाल उहाँको झन् कति आउँछ, हामी त्यो चेलीको म्यासेज सुनेर भोइसको रेकर्ड सुनेर हामी कति रोएर बसेको हुन्छ यार। हाम्रो नेपाल चेलीबेटी हो नि त, मेरै चेलीबेटी, मेरो आमा को पनि छन्, जमिनमा त मेरो चेलीबेटी होइन नि त। हाम्रो देशको चेलीबेटी नै हाम्रो चेलीबेटी हो। कतिवटा मेन पावरले हाम्रो नेपाल दाजुभाइहरूलाई पैसा लिएर कति काम नदी गर्न पीडाबाट आएको छ। हिजो पनि मैले एउटा मेन पावर भनेको छु, दाइ हामी मिलाउँछु भनेको छु। यदि यो मेन पावरहरू पनि एउटा लाइसेन्स प्राप्त दलाल नबन्नुहोस् है। सबै हाम्रो दाजुभाइहरू कति खाने मुखमा छ, कति पीडामा छ, हामीमा कति आउँछ गुनासोहरू, हामी दुनियाँसँग लडेर हिँडेछौँ भने सरकारले पनि ध्यान दिनुपर्छ र कानुनले पनि हेर्नुपर्छ। हामी बारम्बार यस्तो दलालहरूको लागि चाहिँ समात्दै हिँड्यो अनि बारम्बार छोड्दै हिँडेपछि के अर्थ भएर कानुनले के हेरेको ताली पर्नु छक्का हो। हामी चाहिँ मान्छेको भोलि आएर कि हामीलाई मार्छ, हाम्रो पनि फलामको ज्यान होइन नि यार। भोलि पछाडिबाट हामीलाई पनि काट्ला नि, त्यो जिम्मेवारी कहिले लिन्छ? समातेर हाल्नु न, त्यसलाई समातेर 10-12 वर्ष जेल हाल्नु। कमसेकम हाम्रो सेट जाने चेली त बेच्नुहरू जोगिन्छ नि होइन। घरमा खाना पाकेको खाना छोडेर आएको छ हामी यार। राति सुत्छ 3-4 बजी सुत्छु होइन। भने यो सबैले हेर्नुपर्ने जरुरी छ। बारम्बार छोरी बुढा आउँदैन। सरकार यो कानुनले यस्तो दलाललाई सकेसम्म कारवाही दिनुपर्छ। हाम्रो भनाइ थियो तपाईँहरूको पनि चेली हो, तपाईँ एउटा कुर्सीमा बस्यो भन्दैमा आफ्नो मात्र चेलीलाई चेली नसोच्नु, हाम्रो देशको चेलीलाई चेली सोध्नु भन्न चाहन्छु। सानो कुरा, हजुर चाहिँ यसरी समात्दै जाने सरकारले छोड्दै गएपछि हजुरहरूको गरेको काम के देखियो त? त्यही त देखेन, यो त अर्थै भएन। भोलि त उनीहरूले त झन् हौसला पऱ्यो नि। एउटा चोर्यो, अब तँलाई एकचोटि माफ भयो भनेपछि त उसले 2टा चोर्छ, 3टा चोर्छ, 4 चोर्छ, चोर्ने बानी नै हुन्छ नि त होइन। बारम्बार चोर्ने बानी हुने, बारम्बार छोडेर हुँदैन नि त। अस्तिको भर्खरले त भन्यो नि तल माथि इमिग्रेसन तल माथिसम्म सेटिङ हुँदैन भनिरहेको छ त। त्यस्तो गृहमन्त्रीको नाम लिने मान्छे कसरी छुट्यो त अहिले? खोइ छुट्यो त, छुट्यो। अब कसरी हजुरहरूले प्रमाण पुऱ्याउन पो सक्नु भएन कि? प्रमाण त पीडितको मान्छे आएर बोलेको छ, सबै कुरा छ, रिकर्डै छ होइन। होला केही कानुनमा भएन भने के उनीहरू कानुनको नि एउटा दायित्व हो नि त। अब यसलाई कसरी गर्ने, यसको सबै खोताउन पर्ने भने खोताउन पर्यो नि त। अब यो दलाललाई तपाईँहरूले के गर्नुहुन्छ? अब के अब ब्युरोमा बुझाउने हो। बिउरो त भोलि छोडिदिन्छ, हजुरहरू फेरि अर्को मान्छे होइन त्यो त अब त्यो सम्बन्धित ठाउँमा पनि अब ध्यान आकर्षण त सरकारले गर्नु पर्यो नि त। मुद्दा चाहिँ के को लाग्छ? मानव बेचबिखन तस्करी हो, मानव तस्करी हो, मानव तस्करी हो है। त्यसमा हिजो पनि हालेको छ, अस्ति पनि हालेको छ है। यो सुध 3जना भयो। अब हाम्रो पहिला विदेशबाट हामीले धेरै कुवेतबाट, ओम्न अस्तिबाट इराकबाट पनि हामीले निकाल्यो मान्छे होइन। एउटा चेलीबेटी हाम्रोमा आउँछ, हाम्रो राष्ट्रिय ट्रेड युनियन महासङ्घको हो हामी चाहिँ होइन। हाम्रो टिम चाहिँ त्यहाँबाट आएको हो। हाम्रोमा धेरै निवेदन आउँछ, धेरै ज्वरो आउँछ। हामीले मात्र रोकिने कुरा होइन कि हामीलाई प्रश्न गर्छ हाम्रो मिडिया टोलीहरूले के हुन्छ। अब तपाईँहरूले चाहिँ के गर्नुहुन्छ? अब हाम्रो टिमको सोचे अब के भने हामीले एयरपोर्टमा गएर कहिले पनि हामीले चेकजाँच गर्न मिल्दैन, केमा चल्न हामीले गर्न मिल्दैन। त्यहाँ सरकारी निकाय हुन्छ, सरकारको निकायको मान्छेले त्यहाँ चेकजाँच गर्नु पर्यो होइन। अब हाम्रो निकाय हामीले त्यो नसक्नु। अब हाम्रो टार्गेट भनेको दलाल समात्ने हो। दलाल समाज अलिकति पनि कम हुन्छ भन्ने कुरा हो होइन। अब यस्तो हेर्नु त 2 लाख बिचरा दिनबाट मागेको छ यार। 2 लाख एउटा आफ्नो चेलीलाई उतारको लागि 2 लाख मागेको छ। 2जना चेली अझै 2 लाख अर्को खोजी दिनुपर्छ उहाँले। तपाईँलाई यहाँ कुरा सुन्नु, तपाईँको घरमा चेलीबेटी छैन? छैन तपाईँको छ। पहिले तपाईँको छोरी बेच्यो भने तपाईँको दिदीबहिनी मैले बेच्छु, तपाईँले मलाई के गर्नुहुन्छ ल भन्नु? हेर्नु तपाईँहरूको घर पनि दलालहरूको घरमा पनि सिसा छ होइन। आफ्नो घरको सिसा लिएर अर्काको घरको सिसामा कहिले पनि ढुङ्गाले लानु आफ्नो घरको सिसा पनि हो होइन। परेको मान्छेले कुवेतमा बहिनी तिमी जानुहुन्न मेरो सबै बुझ्नु पर्दैन भाइ। हामीले भोलि तिम्रो चेलीबेटी कसैले बेच्यो भने तिम्रो चेलीबेटी तर म
यति भन्छु दलालहरूलाई हामीले बारम्बार दलालहरूलाई समातेको छ रिक्स लिएको छ यदि दलालहरूले हामीसँग रेसिपी लिन्छौँ भने कि मारेर मात्र छोड यदि साहस मात्र माग्यो भने त्यो दलाललाई फेरि खोजी तिनीहरूको कुन ठाउँमा लगेर कसरी गाड्नुपर्छ हामीले पनि अब यहाँ यस्तो भनिरहेको सर हजुरहरूले दलाललाई पिट्नु भने हजुरहरूलाई उल्टो मुद्दा चल्ला जस्तो मान्छे बेच्नेलाई चाहिँ त चल्ने भएन त मुद्दा त्यो त लड्ने चुप्लाएर बस्छ यिनीहरूले केस लाग्छ भनेर त छोड्यो त असलमा छोडेको साँडे जस्तो भयो जसलाई पनि होइन गराएर हुन्छ समात्न सक्ने हिम्मत गर्नु पऱ्यो नि थुन्नु सक्ने हिम्मत गर्नु पऱ्यो नि त होइन हिम्मत नहुने मान्छे चाहिँ चुरा लगाउनु बरु बुढीको साडी लिनु लगाउनु के छ पूर्व सर यो विषयमा हजुर पनि कसरी चाहिँ हजुरसँग सम्पर्कमा आउनु के भयो यस्तो उहाँ भाइले म महासोच छु त्यो भाइले तपाईँको बिचरा मलाई खोजी भेटघाट गरेर जुन आफ्नो श्रीमतीले आफ्नो जुन भदैनी हुनुहुन्छ उहाँलाई झिकाउनको लागि पहल गर्नु पऱ्यो भनेर हाम्रो पनि निवेदन आइसकेपछि ल हामी प्रोसेस गर्दै थियौँ धन्न हामीले उहाँहरूलाई लेटर पठाएको भए यो कार्य हाम्रो सफल हुने थिएन मैले केही वेट गरेपछि तत्कालै उहाँले आज बिहान मात्रै दादा मलाई त 2 लाख पैसा मागेको छ एकजनाको लागि एकजना चाहिँ तपाईँले कसरी हुन्छ निकाल्ने कुरो भयो मैले किनभने हाम्रो एमबिसीबाट दलालहरू सम्पर्क दिइन्थ्यो एमबिसी मार्फत झिकाउनु भन्ने कुरा भइरहँदाखेरि चाहिँ अनि उहाँ दादा एकजना अर्को भदैनीको लागि 2 लाख पैसा मागेको छ दिने कार्य के कस्तो भयो भन्दाखेरि चाहिँ उहाँले म क्युआरबाट दिनु दादा पैसा लिएर आउँदैछ भने पैसा नदिनु पैसा क्यास लिएर आउनु कहाँबाट ल्याउनु भने सुनपसलबाट निकाल्यो दादा सुनपसलले मैले पैसा दिन्छु भनेको छ मैले ऋणमा खोजेको छु भन्ने कुरा आएपछि अनि मैले सुनपसलबाट पैसा क्यास ल्याउनु क्यास दिएर रङ्गियात पैसा रङ्गियात पक्राउ गर्छौँ हामी उहाँले पैसा दिएपछि हामी चारै सुन्नुहुन्छ मन्जुजी पार्क यहाँको जुन जोरपाटी मन्जुरी पार्कको लोकेसन दिएर त्यहाँ आउनु भनेपछि अहिले दलालले हामी सफल भएको हो अनि बिचरा उहाँले के भन्नुहुन्थ्यो दादा त्यो पैसा मैले लिएर त के अरे फेरि फिर्ता गर्न सकिन्छ नि भन्ने कुरा पनि थियो उहाँलाई डर के थियो त्यो पैसा लिएर फरार हुन्छ भन्ने डर थियो चिन्ता गर्नु पर्दैन हामी चारै सुन्नुहुन्छ तपाईँ पैसा ठाउँको ठाउँ पैसा आउँछ भन्ने कुरा थियो अहिले उठेर बोल्नुहोस् न जे काम दादासँग सल्लाह लिएर सल्लाह लिएँ यता हेर्नु त हेर्न पर्ने भयो अब भोलि तपाईँको कारण अरू मान्छे नफसियोस् गर्नु पऱ्यो भाइ उसो गर्नु पऱ्यो भाइ भनेर दादाको सल्लाह अनुसार मैले काम गर्दै गएँ एकजना बराबर चेलीको कति रक्ष भाइ नेपाल झिकाउनलाई भन्दाखेरि उहाँले 2 लाख 2जनाको 4 लाख पैसा दिन्छु आउनु पऱ्यो भनेर मैले उहाँलाई भने ओके छु म 2जनाको म 4 लाख दिन्छु भने अहिले एकजनाको पैसा लिएर मैले मसँग पैसा थिएँ काम चाहिँ नगरौँ मैले उहाँ सुन्नु कानुनले गर्छ अब नि यो 3 चोटि पनि कानुनले गरेन कसैले पनि आज उहाँलाई क्यास नदिने क्युआर दिनेबाट दिने भन्ने कुरा थियो अरे अनि मैले क्यास ल्याउनु जसरी पनि भन्दाखेरि उहाँले ल हुन्छ भन्नुभयो तर हामी बारम्बार हामी सरकारले भन्ने गर्छौँ कि यस्तो दलालहरू किन छोड्नुहुन्छ हिजो पनि तपाईँ त्यत्रो हामीले गृहमन्त्रीसम्मको हाम्रो पावर छ हामीले जुन तपाईँको बोर्डिङ पासदेखि लिएर हामीले सबैलाई चाहिँ पैसा खुवाएर हामीले झिकाउनुपर्छ भन्ने जुन दलाल थियो आफूले भनेको थियो तर अलिकति झ्यापमा थियो तर सत्य कुरो बोलेको थियो ती दलाललाई पनि त्यहाँ बिरुमा पुगेर चाहिँ एउटा साधारण तारिकमा त्यो मान्छे नेपाली जुन ओमनमा फसेको चेले नेपाल झिकाउने शरतमा चाहिँ छोडेको अवस्था छ यो एकदमै गैर कानुनी भन्छौँ हामी नेपाल सरकारको ध्यान गएको छैन यसमा पक्कै पनि जुन दलालले भनेको जस्तै गरेर हरेक ठाउँमा सेटिङ मिलेको छ हामी ब्युरोलाई सेटिङ ब्युरोमा पनि हामीले सेटिङ भन्ने भन्दैनौँ तर ब्युरोको पनि के हात छ जस्तो हामीलाई लाग्छ किनकि ब्युरोमा पनि त्यस्तो रङ्गियात भेटेको पनि किन छोड्छौँ त हामी दुःख गरेर अघि आसन भने जस्तै हामी अनेकौँ बाजा बु गरेर हामी दुःख गरेर हामी पक्रिन्छौँ हामी कानुनमा बुझाउँछौँ यदि कानुनमा बुझाउँ भने हामी भन्छौँ अझ हामी एउटा नेपालमा एउटा सङ्घ खोलेर त्यो सङ्घबाट चाहिँ एउटा जेल बनाऊ यस्तो दलालहरूलाई आजीवन जीवनमा कारावास गरौँ हामी यो भन्छौँ तर एकदम साधारण देखियो साधारण हुनुको मतलब के हो कि पक्कै पनि उहाँले पनि मिलुमतमा केही न केही त्यहाँ कमिसन खाएको होला र पो शान्तिनो तारिकमा छोडेर मान्छे झिकाउने कुरामा छ उसले त मान्छे झिकाउँछ त भनेको हो नि त तर पढाउँदाखेरि फ्री विषयमा पढाउने झिकाउँदाखेरि एकजना बराबर 2 लाख पैसा खाने यो एकदमै निन्दाइन्छ हामी घोर भर्सन गर्दछौँ भोलि दिनमा उसले पनि नछुटियोस् भन्न चाहन्छौँ हामी ठिक छ पुलिस बोलाएर पठाउँदा राम्रो होला होइन पुलिस बनाउने हो पुलिसले खबर गरिसकेको छ यहाँ लोकेसन दिएको छैन मैले अहिले पुलिस फेरि हामीभन्दा अगाडि पऱ्यो भने हामीले यो कार्य गर्न नपाउनु भनेर किनकि दलालहरूले हामीले फेस पब्लिक गर्नु पऱ्यो नि त हामी बारम्बार भनेको गर्छौँ पैसाको लोभमा पासपोर्ट बनाइदिन्छु भन्दैमा कोही चेलीहरू नपरुन् कोही चिज नफसुन् र यस्तो दलालहरूको हातमा परेर बिचली भएर खुट्टा भाँचेर बसेको रेकर्ड छ हामीसँग दिनौँ दिन हुन्छ रातको 4 बजीसम्म च्याट गरेर बसौँ ताकि ती चेलीहरूलाई चाहिँ अलिकति मलम शान्ति मिलोस् भनेर कतिपय चेलीहरू बिचल्ली भएर बसेको छ जति गुहार्दाखेरि पनि एजेन्ट जेसु होस् भनेर चाहिँ एकदमै इग्नोर गरेर मुख छाडेर बसेको अवस्था छ यी उहाँले पनि मैले कल गर्दा कल रिसिभ गरेर बसेको भएको अवस्था छ यसरी दलालहरूलाई पैसा मागेको अवस्था छ
त्यसरी इलिगल रूपमा पठाउने इलिगल रूपमा पैसा लिने यो कार्य बन्द गरोस् र दलालहरूलाई कारबाही गरेर 14 वर्ष 18 वर्ष 20 वर्ष जेल बुझेन भने यो कार्य कहिले समाप्त हुने छैन। अस्ति एकजनाले झापाको मदन खरेल भन्नेले दलालले भने जस्तै गरेर यो गर्यो भने पक्कै पनि दलालहरूको झन् प्रचलन हुनेछ। प्रचलन इन्डिङ हुनको लागि चाहिँ दलालहरूलाई कारबाही हुन आवश्यक छ र आजीवन कारोबार हाल्न र 14 वर्ष जेल हाल्न अति आवश्यक छ। गोपाललाई यो विषयमा हजुर के भन्नुहुन्छ? यस्तो थोरै दाइको दुईटा कुरा सुनाउन। हाम्रो सबै यस्तो विषयमा हामीले साथीहरूदेखि लिएर सारा हाम्रो थोरै चर्को बोलिदिनु होला है। महासङ्घले अब धेरै कुराहरू गरेका छौँ गर्न चाहिँ, तर एउटा कुरा अस्ति भर्खरकै पनि ताजा कुरा अब हुन त उसले अलिकति मापासी पनि गरेको थियो, तर अहिले हाम्रो पूर्वजीले भन्नै हाल्नुभयो उसले जति बोल्यो भित्र आत्मीदेखि सत्य बोल्यो, तर किनभने अलिकति मापासी गरे जस्तो भयो नि। मेरो लिङ्क चाहिँ गृहमन्त्रीसँग छ, तपाईँहरू धेरै कुरा किन गर्नुहुन्छ? मैले चाहे उसलाई पनि गर्न सक्छु भनेकै जस्तो कुराहरूले चाहिँ हाम्रो के भने व्यवसायदेखि लिएर मेन पावरका साथीहरू चाहे जोसुकै होस् पनि यस्ता अलिकति घटलाग्दो कुरो, यस्तो आफ्नो चेलीबेटीलाई बेचबिखनको कुरो, एउटा यस्ता अराजक जस्तो कुरालाई चाहिँ यसलाई अलिकति प्राथमिकतामा राखिदिनु पर्यो। म केही पनि म अनुरोध गर्न चाहन्छु भने अहिले यही मिडियाबाट अहिले हादसालाई भर्खरै हुनुभएको हाम्रो आइजिपी साहबलाई पनि म के अनुरोध गर्न चाहन्छु भने हाम्रो आफ्नो आम नेपाली चेलीबेटीलाई बेचबिखन गर्दाखेरि हामीहरूले रेस्क्युवालाले महासङ्घले एउटा कारबाहीको लागि पक्रेर कति अनुसन्धानबाट प्रहरीले अनुसन्धान गर्नुपर्ने ठाउँ रेस्क्युले गरेको छ, महासङ्घले गरेको छ, त्यसलाई पनि लगेर हामीले फेरि ब्युरोलाई चाहे जुनसुकै अनुसन्धानमा बुझाउँदा पनि यसलाई सत्य तथ्य यथार्थ निष्पक्ष के हो आफ्नै चेलीबेटी सम्झेर यसलाई हो होइन भन्ने फाइनल्ली तपाईँको कारबाही गरिदिनु पर्न चाहिँ म अहिले भर्खर हुनुभएको आइजिपी साहबलाई पनि म अनुरोध गर्न चाहन्छु। र अन्य हाम्रो यो हामी चारजनाको मात्रै हाम्रो पूर्वजीको राजुजीको हाम्रो मिडियाकर्मी दाजुभाइको मात्र होइन, आम नेपाली दाजुभाइको पनि यो सवाल हो। आफ्नो देशैभरिको चेलीबेटीलाई बेचबिखन गर्नु राम्रो होइन, उपयुक्त होइन। यो त हेर्नुहोस् आफ्नो एउटा ठुलो अपराधै हो। अब अस्ति हामीले पनि देख्यौँ, अब पठाउने बेला भिसा फ्री टिकट भन्दा रहेछन्, आउने बेला 3 लाख 2.5 लाख रुपियाँ गरेको हामीले अस्ति एयरपोर्ट पनि तपाईँ हामीले नै उद्धार गरेर घर पठाएका हौँ। तर यस्ता चाहिँदा नचाहिँदा गतिविधिलाई आफ्नै चेलीबेटी सम्झेर छातीमा हात राखेर पनि यसको अन्त्यको लागि सबैले एकजुट भएर साथ दिनुपर्छ भन्ने म अनुरोध गर्न चाहन्छु। धन्यवाद। ल अब पुलिसलाई बोलाउन मलाई फोन चाहियो, फोन दिनुहोस् त, फोन दिनु मलाई। 100मा फोन गरौँ तपाईँलाई 100मा। ओ भाइ उहाँको केही भनाइ छ सुन्न। होइन त्यो हुन्छ, त्यो अब ठाउँमा लाने बेला केही बोल्नुहुन्छ होला नि त, उहाँले केही बोल्नुहुन्छ कि उहाँको आफ्नो केही छ भाइ? बोल्नु अब जे हुनु भइसक्यो बोल्नु हो। भन्नुहोस् गल्ती तपाईँको हो, अरू पनि छन् भन्नुहोस्, नाम भन्नुहोस् मिडियामा। तपाईँको नाम के हो उहाँहरू सबलाई जानकारी गराइदिनु। धन्यवाद नबस्नु तपाईँलाई हामी अहिले तपाईँ किन लाज मानेको? अनि को छ तपाईँको मान्छे मुन्टो उल्टो त किन फर्काएको? हेर्ने बेला यता उल्टो फर्काउनु भयो। टाउको छ नि त्यो टाउकोलाई बरु गल्ती गरे आइन्दादेखि गर्दैन, अरूलाई पनि नगर्नु। नाम भन्नुहोस् यहाँ ल, मिडियाको सामु त खुलेर बोल्नु पर्यो। त्यो मान्छे तिमीलाई जसले पठाएको हो त्यो मान्छेले हामीलाई चाह्यो, त्यो मान्छे चाह्यो हाम्रो पीडितको 2 जना चेलीहरू हाम्रो उद्धार गर्यो, त्यो मान्छेले उद्धार गर्नु पर्यो। अरू कतिजना चाहिँ फसिरहेको छ, कतिजना उडिरहेको होला। मैले कतिजना पठाएको त्यो सबैले तान्नु कति मान्छे पठायो अहिलेसम्म? अहिलेसम्म कतिजना पठायो त्यो सबै हामीले काम गर्दैन भन्नु पर्यो। अनुदानमा गरिहाल्ने पैसा दिएर गरेको पैसा उहाँको सिलिन्डर भदाइ नि ल भन्नुहोस् बुढा तपाईँको नाम भन्नुहोस् त यहाँ। नाम भने तपाईँको फेरि नाम झुट बोल्नु पर्यो, तपाईँको आइडी हेर्नु हामीलाई थाहा छ, सबै कुरा थाहा छ तपाईँको। भन्नुहोस् सबै नाम थाहा छ है, तर तपाईँ आफैले भन्नुहोस् है। पाल्छन् तामाङ होइन त? तपाईँ घर अर्का हो यहाँ खुलेर भन्नु नि, यता हेरेर दाजुभाइपट्टि हेरेर तपाईँ घर सिलमाल कुन ठाउँ हजुर? मेलम्ची तपाईँलाई यस्तो कार्य गरे कति भयो? कति भयो मान्छे पठाउनुला? टेन्सन लिनु पर्दैन, तपाईँलाई थाहा भएन छ। अब उहाँले तपाईँले पठाएको मान्छे को छ त्यसलाई त्यसपछि तपाईँ निर्दोष छ, तपाईँलाई कानुनले छोड्यो। तर जसले पठाएको त्यो हुनु पऱ्यो, तपाईँ पैसा चाहिँ लिन आउनु सक्ने, अनि जसले पठाएको मान्छे
ए भाइ तपाईँले अब सही सलामत तपाईँको कारणबाट आइन्दादेखि हाम्रा चेलीबेटीलाई अबदेखि कसैले पनि यो फिरौती रकम नि नमागोस्, फेरि भिसा फेरि टिकटमा पठाएर आउँदाखेरि हामी निकालिदिन्छौँ झिकाइदिन्छौँ भनेर यस्तो पैसा पनि नमागोस्। तपाईँकै कारणबाट आन्दोलनमा जानकारी गराइदिनुहोस् कि अब आइन्दादेखि मैले अनजानमा गरेँ, गल्ती गरेँ, अब कसैले पनि यो काम नगरौँ भनेर तपाईँले बुझेर राम्रोसँग भन्नुहोस् त। नजाउनुहोस्, तपाईँलाई हाम्रो राम्रो चिनेको छ, तपाईँलाई हामीले केही पनि अहिले भाइहरूले हान्छ नि फेरि हामीले भन्यो भने पब्लिकले हान्यो भने फेरि हाम्रो जिम्मेवार छैन है। राखेको हेर्नुहोस् है भाइहरू हेर्नुहोस् है, छोडिदिनुहोस् हामी हान्न दिँदैनौँ। एउटा म के भन्छु, कानुनले गरेको हिजो अस्तिको त्यो दुईटालाई छोड्यो नि, त्यो अनुसारले चाहिँ खास हामीले बाटो मोट्ने गरेर पिटेर छोड्नु पर्ने अवस्था खास त्यो देखियो। हामीले कानुनले कारवाही गर्न लाग्यो भने हामीले कानुनलाई जिम्मा लगाइदिएको हो, तर कानुन अहिले यस्तोमा त्यो 20,000 लिएको काण्डमा म जाँदाखेरि हो त्यस्तोमा 20,000 लिएको छ के अरे 6जना केटासँग 20,000 1,20,000 लिएको पैसा सिन्धी पाल्देन के अरे पाल्देन तामाङ होइन पैसा देखाउनु अहिले पैसा देखाउनु त्यहाँ भिडियोमा यहाँ पनि अनुहार देखाउनु 2 लाख लिने अब यसो गरौँ न के अरे यो हजुरले उहाँको मान्छे निकाल्छ भनेर लिनुभएको रहेछ लिनुहोस् समाउनु पऱ्यो नि एकचोटि थुकाएर त्यो पैसा देख्ने बित्तिकै थुका आयो त थुक्ले गयो। अब हामी आयो थुके सुके पैसा पहिला बेच्दाखेरि पैसा आइने निकाल्दै पैसा आइने सोचे के दादा भने मान्छे 2जनाको 4 लाख जति बेच्ने गलत भयो भने पुरा तपाईँको भाइसँग भइरहेको हुन्छ अहिले मिडियाहरू सबै छ मसँग भने बाहिर छोड्नु तपाईँले जानमा गर्नुभयो। अब तपाईँले यहाँ हाम्रो साथीभाइलाई के भनिदिनु पर्यो भने आइन्दादेखि मैले अन्जानमा गरेँ, अब कसैले पनि नगर्नु होला। त्यो त भन्नु पर्यो नि त, तपाईँले राम्रोसँग बताइदिनु न यार। त्यो भन्नु 14 वर्ष चाहिँ मान्छे गरिनु अघि नलाउनु भएन, अघि तपाईँ यत्रो हाँसेर कुछ अब कसम गर्दैन मैले गरे पनि होइन मैले दिदिनँ उहाँ आएको त त लिन आएको बेला दिनु पठाउनु चाहिँ तपाईँ प्रश्न भनिदिनुहोस्, हामी कसैले खोजी गर्छौँ तपाईँलाई छोड्छौँ भने देखाउने एउटा भयो कि होइन पैसाको डिल उहाँसँगै हुन्थ्यो होला नि, उहाँसँगै हुन्थ्यो सधैँ पैसाको कुरा फोनमा कसो हुन्थ्यो हजुर कुरा अब उहाँसँग उहाँले चिनेको तर छ नि मसँग नाइके चिन्नु भयो पहिला पढाउँदाखेरि नि यसले होइन उहाँले तपाईँले भन्नुहोस् अब तपाईँको मेन बोसको छ होइन, त्यहाँ पछाडि हामी तपाईँलाई उ गर्छौँ। पासा तामाङ भन्ने सिन्धुपाल्चोकको चाहिँ मसँग 4जनाको उजुरी पाएको छ है, तर नम्बर फरक छ, उहाँ नै हुनुपर्छ। नम्बर छैन होइन, व्यक्ति फरक छ। क्यामेरा मात्र राम्रो यो अरू नम्बर पनि छैन मसँग, 4वटा छ। तपाईँको नम्बर नै छ, तपाईँको हुलिया छ, तपाईँको फुल आइडिया अबदेखि सबलाई सचेत गर्ने गरी यतिको कुरो बुझिया मान्छे आज त तपाईँ पर्नुभयो। तर अब आइन्दादेखि यस्तो दाजुभाइले कसैले नि यो काम नगरौँ है। हाम्रो आफ्नै एउटा चेलीबेटीलाई बेचबिखनको लागि, फिरौतीको लागि यस्तो अन्य अत्याचार नगरौँ, रगत बेचेर खानु हुँदो रहेछ भनेर यहाँ खुलेर यहाँ सबै साथीहरूलाई तपाईँले राम्रोसँग भनिदिनुहोस्। तपाईँपट्टि हामी नभइकन तपाईँ मोन बोस बताउनुहोस्, तपाईँ बोसको हो, कसले पठाएको हो, कतिमा बार्गेनिङ गरेको छ, तपाईँले कति पाउने हो डिटेल बताउनुहोस्, अनि तपाईँलाई हामी छोड्छौँ। ल राम्रो स्पष्ट भन्नुहोस्। कसले पठाएको पैसिनलाई अहिले साथीले पठाएको साथीको नाम के हो? नाम भन्नु न, नाम भन्नु पर्यो नि त भने साथीको नाम के हो? बस्छ भन्छ कि बस्छ साथी नाम के हो? फोन लगाउने बित्तिकै यिनीहरू भाग्छ। यसलाई समातेर कहाँ बस्छ कहाँ हो लोकेसन हामीले पिट्यो भने हामीले चाहिँ कानुन तोडेर जस्तो हुन्छ। कानुनले पुलिस पनि आयो कि इज्जत गर्दैन बोल्दैन यार। पैसा
पैसा हालिहाल्नु अहिले अनुसन्धानलाई पैसा लानु पर्यो पैसा कहाँ होला बुझाइदिनु सक्ने ठाउँमा ए आउनुभयो मैले फोन गरेको उहाँ चाहिँ यता हुनुहुन्छ अरू पनि आइसक्नु भएछ उहाँले अब बिरुवा लाने कि हजुरले बहुत हो हजुर यहाँबाट जोरबाट उहाँले चाहिँ मान्छे उद्धार गर्छु भने यो उहाँको मोबाइल है मैले तपाईँको हातमा दिँदैछु होइन यो तपाईँले राख्नुहोस् अब उहाँलाई कसरी दिने पछि तपाईँले दिनु होला उहाँको फोनै हो है अहिले फेरि यसलाई फोन गरेर फोन सक्नुहुन्छ होइन हामीले जानकारी नदिकन उहाँलाई नछोड्नु होला म अहिले साथसँग कुरा गर्छु है मैले अहिले मिडियामै बोलेको छु म आई हिसाबले कुरा गर्छु मान्छे दलाल भन्नु एजेन्ट नभन्नु दलाल एजेन्ट भन्दै नभन्नु दलाल अनि एजेन्ट भन्ने शब्द अलि राम्रो देखिन्छ होइन एजेन्ट भन्नु दलाल एजेन्ट भन्नु दलाललाई भन्नु पर्यो नि ठोकेपछि सबै थाहा छ भने एउटा ठुलो सञ्जाल छ क्या उहाँहरूको अब कानुनको हातमा हामीले होइन हामीलाई जानकारी चाहिन्छ नेपाली कसरी भेट्ने बेचेर पनि फर्काउन 2 पैसा लिएको अघि तपाईँ पैसा ल्याउँदैन पैसा क्या दुई दिन हाम्दिने हाम्रो अनुसन्धानले जे देखाए पनि छ हामीलाई जानकारी गराएर पैसा भने झोला पनि चेक गर्नु छोड्दैछन् उहाँको यहाँ सुन्छ फेरि हामीले दोस्नेलाई यो अहिले फेरि हराउन फेरि त्यो अर्को त्यो झोला राम्रो झोला भिराइदिनु पायो पुरा अनुसन्धान तपाईँले केही छ भने हेरौँ तपाईँको रोबरमा कति टाढो हो कति टाढो कहाँ लाने नभए हिँडेर लैजाउँ ल गाडीमा त होइन बटन देखाउँदै लाने यस्तो दलालहरूलाई गाडीमा होइन है साहब दाजी छ होला छकै हामीहरू खिच्दै पाइएन है जोरपाट चौकी यहाँ रहेछ इधर त मिल्दैन पार्टीको चौकीमा दलाल गइसकेको छ दलाल